साथीयो, आज होलीको दिन यसो केटाकेटीहरूलाई यसो खुसी पार्नलाई हाम्रो नेपाली परिकार सेलरोटी बनाउने सुरु गरेको। खै कस्तो बन्ने हो, कोसिस गर्दैछु बनाउने। सेलरोटी बनाउने पनि अनेक मिसिन आछ। आफूले त मिसिन पनि चलाउन जानिन्न। अलिअलि हातले जसो हुन्छ जसो कोसिस गर्ने हो बनाउनेलाई। साथीहरूको त सेलरोटी राम्रो राम्रो बन्छ होला के अरे। आफ्नो त बाङ्गो टिङ्गो नक्सा बनेछ है साथी। होलीको अवसरमा साथी हो, हाम्रो परम्परागत परिकार मिठो सेलरोटी बनाउँदैछु, प्रयास गर्दैछु साथी हो। बाहिरबाट कुरकुरे, भित्रबाट नरम हुने सेलरोटी नेपाली चाडपर्वको विशेष पहिचान नै हो। प्रायः जसो चाडपर्वमा हामीले बनाउने परिकार पहिलो सेलरोटी नै आउँछ। त्यो घरमा बनाएको अलिकति जाँगर गरेर बनायो भने सेलरोटी स्वादिलो हुन्छ। हजुरहरू पनि परिवारसित सेलरोटी बनाएर रमाइलो गर्नुहोस् साथी हो। ह्याप्पी होली हजुरहरू सबैलाई। सेलरोटी खान आउनुहोस् है साथी हो। साथी हो, मेरो सेलरोटी कस्तो भयो, राम्रो छ ल है साथी हो। मिठो सेलरोटी खान मनलाई आउनु होला है साथी हो। बनाउँदैछु। ल हेर्नुहोस् त साथी हो, मैले बनाएको सेलरोटी कस्तो छ। बाहिरबाट सुनौलो कुरुम कुरुम, भित्र नरम छ साथी हो। मलाई त साह्रै स्वादिलो रमाइलो लागेको छ। हजुरहरूलाई कस्तो लागेछ कमेन्ट गर्नु होला है साथी हो। ल हस्, धन्यवाद है साथी हो। ताजा ताजा सेलरोटी खाएर ह्याप्पी होली मनाऊ है। कस्तो छ बेबी सेलरोटी? वाउ, मिठो छ। के मिठो छ बाबु? सेलरोटी मिठो छ? पापा पापा मिठो छ? ल साथी हो, अब हामी त खाना सुरु गर्यौँ। कस्तो छ? ह्याप्पी होली। हजुरहरू पनि आउनु, खानु, रमाइलो गरौँ। ह्याप्पी होली, ह्याप्पी होली।